टु माई युट्युब च्यानल। हेलो गाइज, आज चाहिँ होइन म चाहिँ घर आएको छौँ होइन। खोलातिर चाहिँ यता खोलातिर चाहिँ काफल छ अरे भनेर सुनेर हामी चाहिँ जाँदैछौँ है। काफल चाहिँ अब चाहिँ सिजन पनि आइसक्यो, अब चाहिँ हामी जाँदैछौँ है। लेट्स गो यो बाटो है। ल पुगेपछि तपाईँहरूलाई देखाउँछु। लेट्स गाइज फाइनल चाहिँ अहिले हामी पुग्न आँटिसकेका छौँ है। खोलानिर पुगेको छ, अब रुखनिर चाहिँ पुग्न आँटिसकेका छौँ है गाइजहरू होइन। तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ हामी यहाँतिर आएको छौँ खोलानिर। यहाँ चाहिँ पानीको मुहान छ गाइस होइन, सुकिसकेको छ यार। पहिला त थियो हैन गाइस, अब त सुक्न आँटिसकेको छ। अब बर्खा पनि आइसक्यो, अब चाहिँ अब जाग्छ होला, फेरि बढ्छ होला पानी चाहिँ होइन। अब चाहिँ हामी यहाँदेखि उम्म जाँदैछौँ होइन। फाइनली अब रुख चाहिँ पुग्न आँटिसकेका छौँ। फल्या छ कि नै थाहा छैन, तर फल्या छ भने सुनेर आएका छौँ है। खोला गाउँदेखि आएर घर पुगेर खानासाना खाएर चाहिँ हामी दुई भाइ आएको छौँ। फल्या छ कि नै बाटो चाहिँ यस्तो छ यार। काफल खाना मन छ भने आउनु है। रोड नजाने ठाउँतिर छ हाम्रो घरतिर चाहिँ होइन। अझै डबल कटिङ रोड चाहिँ खुलिरहेको छन्, काम चलिरहेको छ। आजभोलि गाडी बन्द भइरहेको छ नि हाम्रो गाउँतिर, त्यसैले भनेको। गाइस रुख चाहिँ यही हो, तर फल्या रहन्छ यार भने जसरी। अब चाहिँ हामी रुख जान्छौँ होइन। कतिको फल्या छ हामी देखेर देखाउँछ है तपाईँहरूलाई। गाइस भाग्य भने यस्तो हुनुपर्छ यार। हेर्नुहोस् त गाइस, आउन पाएको छैन, एउटा काफल पाइसक्यो गाइस। अब भाइ चाहिँ रुख चलिसकेको छ, म पनि चढ्छु होइन। है हेर्नु काँचो रहेछ निन्दा होइन। नुन लगाएर खाने भने त दामी हुन्छ यिनलाई पनि, तर यिनलाई चाहिँ नखाऊ। अब पाकेपछि खाउँला यस्तालाई त। अब चाहिँ कति हुन्छ रुख गएर देखाउँछु है भिडियो। गाइस हामीलाई अभागी भन्छ के भन्छ त थाहा छैन होइन। यो रुखमा चाहिँ फलेको रहेनछ, ऊ माथि टुप्पातिर चाहिँ रहेछ होइन, अलिअलि हल्का फुल्का। अब चाहिँ त्यतातिर चाहिँ जान मिल्दैन, हामी चाहिँ सानो रुख छ त्यसैले अर्को रुखतिर जाँदैछौँ है। कस्तो हुन्छ जोडिएर बसिदिनु होला होइन गाइस। गाइस होइन अहिले चाहिँ हामी अर्को रुखतिर आएको छौँ। बाटो चाहिँ यस्तो छ यार, साला चप्पल पनि कति फुट्क्यो यार माया पोखरी। अब चाहिँ हामी जाँदैछौँ होइन दुई भाइ। ल गाइस बाटो चाहिँ यस्तो छ होइन। अघि चाहिँ उम्म गएको थियौँ, अहिले चाहिँ उता आएको छौँ होइन। अब चाहिँ खास गर्दाखेरि काफल खान लायक त यहाँ होइन है। यो त हाम्रो घरनिर एउटा काफलको रुख रहेछ, एक दुईवटा, त्यसैको लागि आएको। अब चाहिँ हामी खास खानको लागि चाहिँ हामी त्यहाँ लेकतिर जानुपर्छ। लेक चाहिँ यहाँदेखि चाहिँ कमसेकम 3-4 घन्टा लाग्छ होइन। त्यत्रो मेहनत गरेपछि बल्ल हुन्छ। फाइनली अब चाहिँ यो रुखनिर पुग्यो, अब कति हुन्छ देखाउँछु तपाईँहरूलाई। कि यो पनि अघिको जस्तै हुन्छ होला जस्तो त लागिरहेछ गाइजहरू यार। केही फलिरहेको छैन होइन। अब हेर्नुहोस् त, तपाईँहरूलाई केही देखाएको छ भने कमेन्ट गरिदिनु होला होइन। के भन्नु अब यस्तो। मेरो चाहिँ यो रुखमा जानलाई जङ्गल लाग्यो होइन, फल्या छैन। भाइले चाहिँ फलिरहेछ भन्छ, फल्या छ कि नै भाइ भन्दै त। भाइले भन्छ अलिअलि फलिरहेको छ है। तै पनि भाइ त गएको छ, म चाहिँ जाँदिनँ किनकि यो जङ्गलै लागिरहेको छैन यार, फलेको छैन। अब भाइले चाहिँ कति ल्याउँछ हेरौँ है। अब चाहिँ तल बसेर काम गर्ने कालो मकै खाने भालु जस्तै भइरहेछ यार, के गर्नु। जङ्गल लागिरहेको छैन, कसैले भन्नलाई जङ्गल लागेको छैन, रुख चढ्न नसकेर भन्नु होला, तर त्यस्तो होइन है। लास्टमा भनिदिन्छु। अब चाहिँ हामी अभागी नै रहेछौँ होइन। दुईवटा रुख जाँदा पनि खाना पाइएन। अब चाहिँ हामी घरतिर जाँदैछौँ। ओ याद कुरा गर्दैछौँ यार फल्या छ भनेर। अब के गर्नु, अब चाहिँ खाली हातै जाँदैछौँ। अब अर्कोचोटि लेख पाएर तपाईहरुलाई देखाइदिउँला नि त। ल भाइले भनिसक्यो, अब जसरी नि आउँछ अर्को भिडियो पार्ट 2 चाहिँ कमेन्ट गरिदिनु होला। लेट्स गो। अब चाहिँ यतिलाई आज नै भन्न चाहन्छु। धन्यवाद।